गृहमन्त्रीज्यू चाहिँ अलिकति पोजिटिभै हुनुहुन्थ्यो, उहाँ चाहिँ जनता पक्ष नै हुनुहुन्थ्यो। भएको कुरा त गर्नुपर्छ, उहाँले तपाईँहरूको हामीले गर्नुपर्ने कुराहरू हाम्रो तर्फबाट सक्नुसम्म हामी गर्छौँ, त्यसको लागि जनताहरूले साथ दिनुपर्छ भन्नुभयो। तर प्रधानमन्त्रीज्यू चाहिँ कसरी चाहिँ बारबराको नाम सुन्ने बित्तिकै सञ्चार मन्त्रीज्यू र प्रधानमन्त्रीज्यू चाहिँ अलिकति झडकमा हुनुहुन्थ्यो। तिमीहरूले कसले कोबाट परिचालित यस्ता यस्ता शब्दहरू होइन, अलिकति आक्रोशित, तिमीहरूले यस्तो गर्न मिल्छ, यस्तो भन्न मिल्छ हामीलाई भन्नुभएको थियो। अझै उहाँले त तिमीहरूको के बाबुबाजे कुन पुस्ताले यसरी ओली हुँदाखेरि आउनु पाउँथ्यो, यताउति भन्नुहुन्थ्यो भने अलिकति शब्दहरू अलिकति सुन्न नसकी शब्दको गाली पनि खाइयो। प्रश्नकै काममा हाम्रो मिटिङ राम्रै चल्दै थियो, हाम्रो प्रस्तावहरू राम्रै चल्दै थियो। एक्कासी अब बारबरा र एनजिओको नाम आइएनजिओ के हुन्छ नि, यो संस्थाको नाम निस्किन थालेपछि चाहिँ मिटिङ चाहिँ भड्किन थालिहाल्यो, एक्कासी बैठक चाहिँ भड्किन थाल्यो। अनि हामीले चाहिँ उहाँहरूलाई हिँड्ने बेलामा म्याम नमस्ते गरेर राम्रैसँग चाहिँ हाम्रो यो मागहरू नभएसम्म चुनाव नगरिदिनु होला, हामी जनताहरूलाई अहिले चुनाव चाहिएको होइन, यो चुनावको लागि हामी लडेको पनि होइन, हाम्रो